हेलो गाइस, जो चाहिँ धार्केको पुल हो यो नेक्स्ट पार्ट है। त्यो चाहिँ कसरी कट भयो कसरी कट भयो होइन। यो चाहिँ नेक्स्ट पार्ट है। त्यो ठ्याक्कै कता छिर्ने भन्ने कन्फ्युज भइरहेको थियो नि त। कता नबिसेबाटै जाने कि धार्केबाट छिर्यो भनेर कन्फ्युज भइरहेको थियो नि त म। अनि म चाहिँ अब धार्केबाट छिर्छु होइन, किनभने त मास्तिर जानु जस्तो लागिरहेछ। तर यो गाडी पनि जानु लाग्यो जस्तो। त्यहाँबाट ट्याक्सी लेफ्ट सिग्नल लाग्यो होइन, ट्याक्सी होइन कारै हो गाइज है। सरी, यो कार नै होइन, यो जिप हाइलक्स हो। सरी ब्रदर। अब यही गाडीको पछि हुन्छ होला सायद है। कस्तो डाक ज्यान रहेको जस्तो भइरहेको कसोले हेर्नु सब बन्द छ नयाँमा। यसो झन् मुखमा केही खाने चिज चुगम सबै हाल्न पाएको। हामी चाहिँ यो नगरपालिका हो है सायद थियो धार्के पुलदेखि चाहिँ यसलाई के भन्छ अरे धुनीबेसी नगरपालिका भन्छ होइन गाइस। यो हाइलक्स अगाडि पछाडि अब। तर यो यसको कुदै हेर्दाखेरि गाइस होइन, यो अगाडि हिँड्ने खालि होइन, यो मेरो पछाडि नै हिँड्छ यो गाइस। हो गाइस होइन, यो पछाडि नै हिँड्छ मेरो। मलाई थाहा भइसक्यो यसको चलाइ देख्दाखेरि। मैले चाहियो भने छ्यास मेरो एक एक्रो थियो त्यो। लेट्स सी गाइस, ल हेर्नु है त केटा, मैले अब एउटा घाम देखिन्छ त। एकैछिन हल्का चाहियो भने त होइन, जहाँ अब हाइलक्स ल्यान्ड क्रुजर आए पनि होइन, मतलब खानाकै बाल्दैन यस्तो कुदिन्छ होइन। उसकै पछि हिँडौँ कि किन एक्लै रन्धाउनु भने अब त्यो अलि ठिक छ। त्यो चाहिँ मेरो पछि आउँछ होइन, के छ र, जो अगाडि जो पछाडि हिँड्ने सँगै हो, ठिक छ, केही छैन। जो जसरी हिँडे पनि केही छैन होइन। यो चाहिँ फेरि सिन्धुलीको बाटो भन्दा नि डेन्जर घुँगुरो भन्ने पर्ला के आयो जस्तो लागेको छ कि। घुमाउँछ होइन, त्यस्तै घुमाउँछ। डेन्जर टोडिङ छ है गाइज। अब छ त है, यस्तो पनि आउँछ, एन्टिभर्सिफर आउँछ नि, आउँदैन। खली बगरा के हो ढुङ्गा राखेर यहाँ के गरेछ फाल्टो के हो ब्रो। गाजल्यो ती ठुला खातिर बसेछ। अब त्यो अगाडि भिडियोमा भन्नै पाएन होइन, त्यो काट्यो होइन, तर त्यो नि कति लामै भइसक्यो तर केही छैन, ठिक छ। तर त्यो भिडियोमा अलिअलि कमेन्ट आएर होइन, ल अर्को राइटको नि भिडियो चाहियो, पार्ट 2 को नि भिडियो चाहियो भने मात्र हालिन्छ। अब त्यो भिडियो म भोइस ओभर त गर्दिनँ होइन, जस्तो छ त्यस्तै हालिन्छ। यदि के गरी मैले यो भिडियो हालिदिन्छु होइन, पार्ट 2 हालिदिन्छु भनेर लेखेर हालिदिन्छु भने चाहिँ यो भिडियो चाहिँ हेरिसकेपछि थाहा पाउँछ गाइज। किनभने त्यसमा भोइस ओभर गरिदिँदैन नि त म, जस्तो छ त्यस्तै एडिट गरेर भनिसकेँ नि मैले अघि नै। अनि त्यतिकै हालिदिन्छु, त्यो भिडियो मेरो त्यत्तिकै काट्यो क्या। अब
त्यसैबाट कन्टिन्यू गर्नु खोजेको अलिकति हात यता थिचेर अर्को चाहिँ कन्टिन्यू भएछ कि गाइज सो सरी पानी थिएछ पानी 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 मलाई देख्ने बित्तिकै कसैलाई नभन्नु तिमीलाई भन्छु कथा यो जुनका चुटुक्कै सुनाउँछु जे होस् तिम्रो यो मनमा छ हो छैन गाइस एक्लैमा गरे हाली है बाटो पनि टर्निङ छ क्या आँकको अलि यस्तो सिधा बाटो छैन कुचनको त गाडी गाडी त धोस्दै गर्छ कतिको स्पिडमा होला गाडी 80 ओभरको स्पिड छ गाइज अलि स्लो नि गर्नुपर्छ होइन छोरालाई सायद भिडियो चाहिँ मन परिरहेको हुनुपर्छ है फेरि गाइज फेरि मन परेन भने त मलाई फेरि गाह्रो हुन्छ नि त यस्तो मेहनतले खिचाएको भिडियो छु होइन राति हुँदै होइन बोलिरहेको छु बोल्ने साथी होइन यही क्यामेरा हो होइन को छ र एक्लै छु भनिरहेको छु अघि नैदेखि भनिरहेको छु गाइजहरूलाई होइन सायद पार्ट 1 हेर्नु भएको छ भने चाहिँ गाइजहरूलाई थाहा छ नत्र भने चाहिँ थाहा होइन होला होइन म अघिदेखि बोलिरहेको छु एक्लै छु नहेर्नु नि लगाएको न अगाडि पछाडि चाहिँ त्यो एउटा हाइलक्स आइरह अगाडि त एउटै केही चरा मुसो केही छैन नि त गाइज पछाडि चाहिँ एउटा गाडी आइरहेछ अगाडि त्यो युनाइटेड सिमेन्ट फ्याक्ट्री है गाइज त्यो युनाइटेड एक्लै छु गाइज अगाडि नकोछ है तिम्रो घरको वरिपरि आएर घरिघरि म बसेको त्यसै हो र यदि मेरो पार्ट 1 भिडियो हेर्नु भएको छ भने होइन गएर हेर्नु होला प्रोफाइलमा क्लिक गर्नु सब्सक्राइब गर्नु होला होइन त्यो पनि अलि अगाडि अलिक तलतिरदेखि हिमाद्रेसी सिमले एक्लै फाटदेखि भिडियो बनाएको छैन अब अलिक अलिक बाटो खत्तम थियो अनि भिडियो बनाउन पनि मन लागेन कि झ्यामसाम परिरहेको थियो होइन त्यो एक्लै फाटदेखिको भिडियो छ दार्जिलिङ एक्लै फाटदेखिको हो त्यो धार्के आएर एकचोटि पज गरेको थियो फेरि अर्को भिडियो बनाउँछ त्यसमै कनेक्ट गरेर बनाउँछु भनेको कहाँ अर्को के अरे न्यू भिडियो चाहिँ भनेको के अरे भयो क्या त्यही भएर यो पार्ट 2 र पार्ट 1 भनेर गाइज यति बुझिदिनु होला टरिङ त नको छ है यो गाउँघर त भने गाउँघरै हो क्या है बेलैमा खायो बेलैमा सुत्यो है बेलैमा काम गर्न फेरि बिहानै चाँडै उठ्छन् है गाउँघरको मान्छेहरू क्या हेल्दी हुन्छन् नि यार हामी चाहिँ आउलाउनेहरू 12 बजीसम्म सुत्दैन त्यहाँ 4 बजीसम्म सुत्दैन अनि उठ्छौँ आज 10 बजे 12 बजे भात खानु बेला टिफा खाइराखेको एउटा टिफर चाहिँ यताबाट आयो ल आउँछ नि यार ब्रेक गराउँछ नि क्या बेगुमारी बेनीको बस आयो
फेरि त अगाडिबाट पनि गाडी आए जस्तै गाइस एउटा चाहिँ धारकीदेखि छिरादेखि होइन एउटा अघि टिफरको अनि अहिले यो कुन गाडी आइरहेको पनि टिफरै रहेछ यहाँ त अरू गाडी चल्दैन क्या हो दुईवटा टिफर आयो कुखुरे चौर आए कुखुरे चौर गाइस कुखुरे चौर यो ठाउँमा चाहिँ कुखुरा मात्र पाल्छ अरे भन्छन् है हेर्नु क्या टडिङ छन् यार सिन्धुलीमा त के टडिङ गरेर आएको यहाँ छ टडिङ सोलो अनि चाहिँ डुबान भइरहेको सरी खाल्टो ठुलो जस्तो टाइपको रहेछ अब यो कति देखाउनु है एकछिन पज गर्छु है त गाइस ल अहिले त गाइस म चाहिँ काठमाडौँ पुग्नु लाग्यो काठमाडौँ भन्दा चाहिँ अब जिल्ला काठमाडौँ फेरि काठमाडौँ बजारै होइन कि जिल्ला चाहिँ काठमाडौँ कति त्यो भित्ता देखाइरहनु कति टर्निङ देखाइरहनु भनेर है गाइस मैले चाहिँ यसो गर्नुको कारण चाहिँ अब यहाँबाट चाहिँ काठमाडौँमा नौताले धर भन्थ्यो नि एउटा गीत त्यस्तै टाइपले हामी जिल्ला काठमाडौँ लाग्छौँ यो ठाउँको नाम ठुलो खोला हो है तर पानी चाहिँ थोरै आउँछ थोरै नआउनु धेरै नै छ तर पनि नाम चाहिँ ठुलो पानी चाहिँ थोरै भन्ने टाइपको छ है गाइस यो चाहिँ ठुलो खोला हो चाहिँ ठुलो खोलामा इन्ट्री गरिसक्यो खन्छङ खाल्टोमा हालिदियो गयो 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 बाटो जस्तो जस्तै छ है गाइस पानी हो यो चाहिँ होइन ज्यान पनि दुख्छ नि यार दुख्दैन र ज्यान हाम्रो दुख्दैन र दुख्छ नि ल हामी चाहिँ यो चाहिँ जिल्लाले काठमाडौँ हो गाइस है यो चाहिँ काठमाडौँ हो होइन जिल्लाले काठमाडौँ लागिसक्यो हामी के भन्नु अब फाइनल्ली काठमाडौँ आइपुग्यो गाडीमा बोतलहरू चुदेर टङ टङ गर्छन् यार छैन गाइस के छैन गाइस यो पनि कति 20-22 मिनटको मात्र भिडियो हुन्छ गाइस यहाँ लामो चाहिँ म बनाउँदिनँ अब काठमाडौँ एक नर्सरी भन्ज्याङसम्म गर्छु नर्सरी भन्ज्याङबाट रोक्छु है त गाइस रोक्छु भन्नु मतलब त्यहाँ एकचोटि पज गर्छु पज गरेर ढुङढुङ्गा बस पार्कबाट ओपन गर्छु ल नर्सरी भन्ज्याङ लगाएपछि म फेरि उयो गर्छु है त एकछिन पज नर्सरी भन्ज्याङ चाहिँ आइपुग्नुलाई गाइस अब आइपुग्यो भने चाहिँ है त नर्सरी भन्ज्याङको चेकपोस्ट चाहिँ यही हो गाइस यही हो है यही हुन्छ होइन चेकपोस्ट चाहिँ यही हो र अहिले रात परेर नै यहाँ चेकिङ छैन है के आयो मासलाई यहाँनिर है क्या चेकिङ त
ट्राफिक हेर्दा पुरा आगो बनाएर आएको तपाईँ भेटिरहेको छ यार। ल गाइज फेरि म ठ्याक्कै भीमडुङ्गा बस पार्क पुगेपछि है त गाइज। ओके गाइज भीमडुङ्गा बस पार्क है त। ओके ल गाइज भीमडुङ्गा बस पार्क हामी आइपुग्यौँ। म है हामी होइन म मात्रै आइपुग्यौँ। अब यस्तो त नि बाटो बाटोमा बसेको छन् के गर्नु गाइज। काठमाडौँको झिलिमिली स्टुडेन्ट मेला गयो गाइज। म फेरि अब हजुरलाई अलिकति तल पुगेपछि अन गर्नेछु। ओके ओके फेरि अलिकति तल आइपुग्यो फेरि कन्टिन्यू गरेको छु है गाइज है। कन्टिन्यू चाहिँ गरिरहेको छु किनभने हिँडिरहेको हुन्छन् कतिजना बाटो हेरेर झ्यालाइरहनु पर्छ त्यही भएर त्यस्तो गरेर हो क्या। सफानी गर्नु पर्यो डिफरेन्ट आइरहेको हुन्छ गाइज। अब राति त अब चल्ने यिनीहरू त अनि अरूको चल्छ बिचरा। फेरि अलि अगाडि गएर भेटौँ गाइज। फेरि मैले वाच गरेँ तिम्रो खुसीको सरी गाइज। अलि छुट्टी हिँड्नु पर्ने भयो है। स्लो मात्रै हिँड्यो भने त म कहिले पुग्नु है। त्यसैले अब कोही बेला यसो अलिकति कुदाइदिएको गाइज। बिचरा यार चिसोमा है राति भयो गाह्रो छ नि गाइज। गर्नु गाइज हिँड्नै पर्छ बाइकमा नत्र के चिसो हुन्छ यार। नहुनु हिँड्न नि पर्यो
हामी चाहिँ सीताबारी निस्किने स्वयम्भू निस्किने हो यता झार्दै मैले कस्तो यो मन चाहिँ काठमाडौँ आइपुग्यो है गाइज काठमाडौँ आइपुग्यो गाइज हामी चाहिँ काठमाडौँ स्वयम्भू निस्क्यौँ है यो मेन आयो यो अगाडिको गाडी साइड चल्यो होइन त्यो देखाएन उयो टिफर उड्यो यही हो आइसक्यो मेन च्याम मजाएर बिस्तारै नौ होइन के हो स्वयम्भू गाइज चेकिङ छ चेकिङ रहेछ गाइज त्यही भएर मैले चाहिँ होइन पज गरेको है किनभने चेकिङमा मोबाइल यसरी रेकर्ड गरेर देखाउँदाखेरि बिसाउनु भनेर हो है हाम्रो सरजीहरू बिचरा चिसोमा बसिरहेको हुन्छन् होइन दस बजेर 47 मिनट गएको छ है गाइज हेर्नुहोस् देख्नु भने न यस्तो टाइम भइसक्यो जति चाँडो आइपुग्छु भने जति ढिलो आइपुग्छु भने यस्तै किनभने ढिला भएको होइन चाँडो भने चाँडो भएको होइन ढिला भयो अर्को दिन लाइन छैन 12 बजे पनि छैन चाँडो भनेर 9 बजे नै आइपुग्यो नि छैन यस्तो समस्या हुन्छ काठमाडौँको हालै छैहाल्छ क्या हो अब चाहिँ म होइन भिडियो सायद अफ गराउँ कि जस्तो लागिरहेको किनभने काठमाडौँ आइपुग्यो अब यहीँसम्म गयो अब मैले गाडी राखेँ यो अब के गर्नु होइन लबरे खान्छु त गाइस पहिला कुरा गर्छु यो यार यस्तरी राख्छ यार यस्तो नजिक राख्छ न रेट किन यस्तो नजिक राखेको छ यार वनस्थली चोक हामी चोक कटिहालेछौँ आयो पछाडिबाट भयोभरको बत्ती बालेर त्यसले स्पिड नआऊ यार हामी चाहिँ ठमेलतर्फ लाग्दैछौँ यहाँबाट
आउँछ क्या झिलिमिली त झिलिमिली यस्तो लाइट हालेका छन् बाल्ने साले माथि अगाडिको यो ठुलो लाइट चाहिँ होइन चोकचोकमा खाने जस बेस्ट पुरै उज्याले भन्दा के अरे होइन जस्तो लाइट डिभाइडर बिचमा यार किन हो के छ त्यो हाल्नु छ कि यार यत्रो मेहनत गरेको छु है लाइक सब्सक्राइब चाहिँ गर्नै पर्छ गाइज होइन यति नि गरिनु भने चाहिँ भिडियो हेर्दाखेरि पाप लाग्छ है परिसाउने फेरि मेरो मेहनत चाहिँ मैले गरेको छु होइन त्यही भन्न खोजेँ हो यस्तो केही पनि होइन गाइज बाई 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 यो भिडियोमा नि होइन यस्तै मिठो कमेन्टहरू राम्रो राम्रो कमेन्ट केही आयो भने म अर्को नाइट राइड वा डे राइड या बाइक राइड या केही न केही राइड लिएर आउनेछु भन्दै आजलाई चाहिँ म ठगेर आइपुगेपछि बाई बाई गाइज बाई बाई लभ यु अल सब्सक्राइब फर मोर भिडियो ल गाइज म चाहिँ अझै के भन्छ अरे ठमेलनी कटेर लाइन चोरो भयो थ्याङ्क यू फर वाचिङ दिस भिडियो ओके गाइज होइन अहिले चाहिँ ठ्याक्कै 10 बजेर कति 52-53 लाग्यो सायद 52 देखाइरहेको थियो चाहिँ मिनट गयो अब हामी चाहिँ लागिहालेछौँ बाई गाइज बाई बाई यतापट्टि जाउँ है यतापट्टि जाउँ त्यही भएर भनिहालेँ मैले अरू भिडियोको लागि चाहिँ अब सब्सक्राइब गरौँ लाइक गरौँ सेयर गरौँ अरू भिडियो चाहिन्छ भनेर कमेन्ट गरौँ के हुनु होइन यस्तै त हो गाइज डेलिभरी बोय है कति गाह्रो छ है सबैको आफ्नो लाइफ हो गाइज के छ त मेरो पनि यस्तो छँदैछ यस्तो राति हुँदो गाडीमा हिँड्दा छु होइन सबैको आफ्नो भाग्य आफ्नो कर्म यस्तो उत्तर ढोका है गाइज उत्तर ढोका नारीनेटीको उत्तर ढोका कटिसक्यौँ हामी चाहिँ के अरे गैरीधारा चोक आइपुग्यो गाइज गैरीधारा चोक चाहिँ 30 सेकेन्ड छ अझै कि होइन एउटा राम्रोसँग देखाएको छैन थाहा छैन यही छ होइन यो गाइज अब अहिले भन्नुपर्ने कुराहरू भनिहालेँ होइन अब सब्सक्राइब भन्नु अरू भिडियोहरू आइहालिन्छ लाइक कमेन्ट अब चाहिएको लाइक कमेन्ट हाल्नु भने त फेरि त्यस्तै रमाइलो भइहाल्छ अरू भिडियो आउनु त्यही गाइज ओके यस्ता फटाहरू हुन्छन् बाइक चलाउनेहरू यहाँ एकछिन परेर त्यहाँ आएर घुम्दै सर्ट लाएर अनि मेरै अगाडि घुम्दै गइदिएँ
अझ झिलिमिली चाहिँ सकेको छैन तिहार सकेको छैन होइन ठाउँमा चाहिँ अब के भन्नु अब नभनौँ बस भाइ ल गाइज भाइ अब चाहिँ मैले भाइ भनेको 2-3 मिनट भइसक्यो होइन ओके गुड नाइट एभ्रिवान अब तपाईँहरूले हेर्दाखेरि गुड नाइट हुन्छ गुड डे हुन्छ थाहा होइन तर मेरो चाहिँ गुड नाइट है अब किनभने 10:55 गइसक्यो मबाट चाहिँ गुड नाइट ओके बाई गाइज सी यू